सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताउनु भएको छ। उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकाले पुनर्स्थापना हुनैपर्ने बताउनुभयो। आज बिहान झापा बिर्तामोड स्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनु भएको हो। सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो। कानुनी, व्यावहारिक र आवश्यकताका हिसाबले संसद पुनर्स्थापना हुने सभामुख घिमिरेको भनाइ छ। छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताउनु भएको छ। म प्रतिनिधि सभाको सभामुखको नाताले अब प्रतिकूल परिस्थितिमा पनि सम्पर्कमा बस्ने र कुनै पनि हालतमा संसद बोलाउँ, अप्ठ्यारै स्थितिमा पनि संसदमा बसौँ र संसदबाट अब शान्तिको लागि के कामहरू गर्न सकिन्छ, कस्तो निकास निकाल्नुपर्छ त्यो गरौँ भनेर प्रयत्नहरू गरिरहे। जननिर्वाचित संस्थालाई भङ्ग गरेपछि मुलुक थप सङ्कटमा गएको घिमिरेको भनाइ छ। सभामुख घिमिरेले भन्नुभयो, संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ। चेन्जीहरूको माग सम्बोधन गर्ने बाटो पनि यही हो। संविधानका के कस्ता विषयहरू संशोधन गर्नुपर्ने हो, छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ। वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउँदै उहाँले सरकार नै असंवैधानिक भएको स्पष्ट बताउनुभयो। एउटा यो आगजनी गरेर 24 घण्टाकै बिचमा यस्तो स्थितिमा पुर्याउने शक्तिका केही प्रतिनिधिहरूको बिचमा कुराकानी हुँदाखेरि संसद भङ्ग गर्ने शर्तमा मात्रै अब के भने हामी शान्ति गर्न तयार छौँ भन्ने भयो भन्ने सुन्नमा आएको छ भित्र। तर बाहिर के भनेदेखि प्रधानमन्त्री नियुक्ति गर्ने काम हो र प्रधानमन्त्री नियुक्ति पछाडि प्रधानमन्त्रीको सिफारिसमा जनताको प्रतिनिधि संस्था संसदीय व्यवस्थाको प्रमुख थलो हाम्रो के भने प्रणालीको मुख्य चिज संसदलाई भङ्ग गरेर अहिले अन्तरिम सरकार र यो गैर कानुनी छ, गैर संवैधानिक छ र अहिले जनताको प्रतिनिधि नभएर अब सोझै एउटा अन्तरिम व्यवस्था सञ्चालन गर्नको लागि चुनाव गराउने उद्देश्यका साथ सरकारले कामहरू गरिरहेको छ। यो बिचमा विकास निर्माणका कुरा, शान्ति सुरक्षाका कुरा र अब कसरी चल्ने भन्ने कुराहरूमा मेरो देखाइमा सबै कटौती गरिएको छ, अन्योलता सिर्जना गरिएको छ र एउटा अप्ठ्यारो परिस्थिति छ। बिहिबार दिउँसो झापा आउनुभएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास आयोजनाहरूको अनुगमन गर्नुभएको छ। गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गर्नुभएको हो। जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरू अनुगमन गरेको सचिवालय सदस्य हिमाल मैनालीले जानकारी दिनुभयो। 2 दिनका लागि झापा आउनुभएका सभामुख घिमिरेले भोलि बिर्तामोड स्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यही बीचमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न जाने मैनालीले जानकारी दिनुभयो।